हेलो नमस्ते सम्पूर्णलाई। अहिले भर्खरै एससीको रिजल्ट भएको छ र विद्यार्थीहरू केही ग्रेडेड भएका छन्, केही नन ग्रेडेड भएका छन्। सो एट फर्स्ट सबैजनालाई म के भन्न चाहन्छु भने ग्रेडेड विद्यार्थीहरूलाई बधाई छ, कङ्ग्रेचुलेसन्स। र नन ग्रेडेड विद्यार्थीहरूलाई विशेष गरेर यो मेसेज लिएर आएको छु म। कृपया यो भिडियो स्किप नगरेर लास्टसम्म हेरिदिनु होला। फेलर इज द पिलर अफ सक्सेस भन्छ है असफलता नै सफलताको प्रतीक हो भन्छ। र नन ग्रेडेड हुने विद्यार्थीहरू कृपया नआत्तिनु होला, नेभर माइन्ड। र तपाईँले के बुझ्नु होला भने पास एन्ड फेल, ग्रेडेड एन्ड नन ग्रेडेड होइन, सक्सेस एन्ड फेलर यो भनेको एजुकेसनको जीवनको पाठ हो। सो हामी सफलतामा वा ग्रेडेड हुँदैमा वा पास हुँदैमा मात्तिन जरुरी छैन, घमण्ड गर्न जरुरी छैन। र हामी नन ग्रेडेड हुनेमा वा असफल हुँदैमा वा फेल हुँदैमा हामी आत्तिन जरुरी छैन। सो तपाईँहरूको ग्रेड वृद्धिको लागि एउटा अपर्च्युनिटी अवसर छ। असार 1 गतेदेखि 9 वर्ष रुटिन आइसकेको छ। मेक प्लानिङ, मेक रुटिन है। यहाँहरू तयारी गर्नुहोस् र यहाँहरूको यो ग्रेड वृद्धि परीक्षाको लागि म अग्रिम शुभकामना र बेस्ट अफ लक भन्न चाहन्छु। सो तपाईँहरू पोजिटिभ हुनुहोस् है। अरूले के भन्छ, समाजले के भन्छ, फ्रेन्डले के भन्छ, नेभर थिङ्क द्याट, त्यस्तो नसोच्नुहोस्। तपाईँ के गर्ने होइन, तपाईँको एम, तपाईँको होप, तपाईँको कोसिस लाइफमा जीवनमा जारी राख्नुहोस्, निरन्तर अगाडि बढ्नुहोस्। नो वान क्यान स्टप यु। तपाईँलाई कसैले पनि रोक्न सक्दैन, तपाईँले सफलता पाउनुहुनेछ। सो नन ग्रेडेड विद्यार्थी भाइ बहिनीहरू, विषय लागेको छ, म्याथ लागेको होला, इङ्ग्लिस लागेको होला, साइन्स लागेको होला, नेभर माइन्ड, त्यसलाई केही पनि चिन्ता नलिएर तपाईँले इक्जामको प्रिपेरेसन राम्रोसँग गरेर अगाडि बढ्नुहोस् है। सो यो त पेपर टेस्ट परीक्षा हो, तपाईँको अझै जीवनका परीक्षाहरू धेरै गर्न बाँकी नै छ। पेपर टेस्ट परीक्षामा फेल हुँदैमा तपाईँ हतोत्साहित नहुनुहोस्। यस्ता परीक्षाहरू धेरै आउँछन्, तपाईँहरूले यसलाई पार गर्नुपर्नेछ र जीवनका परीक्षाहरू पनि अझ धेरै गर्नुपर्नेछ। सो जीवन सङ्घर्ष हो, सङ्घर्ष गर्नुहोस्। यहाँहरूलाई ग्रेड वृद्धि परीक्षाको राम्रो तयारी गर्नुहोस् भन्दै म बेस्ट अफ लक भन्न चाहन्छु। ओके, बाई।